धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज पाहि मा किङ्करै सार्धं सूर्यपुत्र नमस्तुते। ओम यमाय नमः। स्वागत छ सबै साथीहरूलाई। आज यम पञ्चकको अन्तिम दिन भाइटिका। भाइटिकाको सायद तपाईको 11:39 मा रहेको छ र दाजुभाइको मुख पश्चिम हुनुपर्छ र दिदीबहिनीहरूको मुख पूर्व भएर टिको लगाइदिने। साथीहरू, आज दियो कलश गणेशको पूजन गरेर तपाईले अष्ट चिरञ्जीवीको पूजा गर्ने र यमराजको पनि पूजा गर्ने अनि टिको लाउने। अष्ट चिरञ्जीवीको पूजन पनि आवश्यक छ र आज तपाईको विशेष गरेर यमराजको पूजा पनि आवश्यक छ। दाजुभाइहरूको दीर्घायु सुस्वास्थ्यको कामनाको लागि यमराजको सूर्यपुत्रको पूजा गरिनेछ। यो भाइटिकाको सबै दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना। हरिओम।